14 है हजुर। जय गुरु गोरखनाथ। मैले यसरी दाना दिइरहेको छु। ल दाना खानुहोस्, दाना देऊ नानी, दाना देऊ, सबैले देऊ ल है त हजुर। जय गुरु गोरखनाथ। म आज औँसीको दिनमा यो 14 कर्कट नागराजा नागरानी हाम्रो घरको फ्यामिली सहित सबैजना आएर चाहिँ यसरी दाना माछालाई दाना खाइरहेको छ है हजुर। आजको दिनमा औँसीको दिनमा हामीले माछाको दाना खाइरहेको छौँ। मेरो घरको फ्यामिली, भतिज, छोरा अनि त्यहाँ पछाडि हामी सबै आज औँसीको दिनमा चाहिँ यसरी चाहिँ नाग यो 14 कर्कट नागराजा नागरानी है, यो ठाउँकोलाई चाहिँ 14 भनिन्छ है हजुर। यो चाहिँ दक्षिणकाली जाने बाटोमा पर्दछ। दक्षिणकालीको बाटोमा पर्ने हुनाले यो 14 को चाहिँ नागराजा नागरानीमा म आज उपस्थित भएको छु। हजुरहरूको माझमा म भिडियो गरेर तपाईँहरूको समक्ष भोलितिर हाल्छु भनेर चाहिँ यो भिडियो गरेर चाहिँ औँसीको दिनमा म धर्मको लागि, सबैको जीव ज्यानको लागि, रोग भेद हटाउनको लागि सबैले मैले काम गर्दाखेरि नगर्दाखेरि अब कसैको मन दुखाएछ भने पनि त्यो मनको शान्त हुनको लागि म शान्तको लागि म यस्तो ठाउँ औँसीमा पूर्णेमा है पारेर म एकदम ध्यान गरेर सबैको चाहिँ नि भलोको लागि, संसार यो विचित्र छ, संसारलाई चाहिँ धर्मको लागि मैले चाहिँ अधर्मीहरू चाहिँ धेरै छन्, तर अधर्म धेरै गरेको हुनाले चाहिँ म धर्मको लागि सबैको हजुरहरूको माझमा म पनि अब धामी झाँक्री वैदी नरुभनको तर्फबाट नमस्कार, जय गुरु गोरखनाथ भन्न चाहन्छु। त्यही कारणले म 14मा आएर चाहिँ मैले माछाहरूलाई दाना दिने गरिरहेको छु है हजुर। ल हेर्नुहोस् हजुर, दृश्य एकदम बवाल छ, एकदम राम्रो छ। तपाईँको ठुलो पोखरी छ, कर्कट नागराजा नागरानी हो है। आज औँसीको टाइममा पारेर मैले चाहिँ यो यहाँ ठाउँमा आएर चाहिँ मैले भिडियो गरेर हजुरहरू माझमा कोही आउनु भएको होला, कोही आउनु भएको छैन होला। यसरी माछालाई दाना खुवाएर चाहिँ मैले है सबै भक्तजन लगायत सम्पूर्ण हाम्रो देशमा बस्नुभएको चाहिँ नि धर्म पनि गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले यस सन्दर्भमा यो भिडियो बनाएर चाहिँ तपाईँहरूलाई मैले पेस गरेको छु है त हजुर। हेर्नुहोस् है हजुर, यतिको फराकिलो ठाउँ छ। यहाँ चाहिँ 37 लाख भन्दा ओभर माछा छ अरे है हजुर। ल हस् त।